ल साथीहरु हामी दशैंमा आएको छौं हैन यो मादल बजाउन हामी सिक्दै छौं मादल बजाएपछि चाहिँ धेरै काम लाग्छ हेर्नु दशैं तिहार त्यसपछि रमाइलो छ चाडपर्वमा चाहिँ मादल बजाउन जाने भने चाहिँ हजुरको सबैलाई काम लाग्छ रमाइलो हुन्छ यो पनि एउटा कला हो हेर्नुस् मलाई त बजाउन आउँदैन म सिक्दै छु बुवाले सिकाउँदै हुन्छ बुवाले चाहिँ कति थरीको बजाउन सक्नु हुँदो रहेछ ल हाम्रो बुवाले चाहिँ बजाएर देखाउनुहुन्छ है हेर्नु होला सुन्नु होला हजुरहरु ल बजाउन सुरु गर्नु भयो हेर्नुस् एक नम्बर हो चार थरीसम्म चाहिँ बुवाले चाहिँ बजाएर सुनाउनु भयो देख्नु भयो होला हजुरले सुन्नु भयो होला हजुरहरूलाई कति थरी बजाउन आउँछ अझै नाक बुवालाई सिकाइदिनु होला अनि त्यसपछि हेर्नु होला हजुरहरूले है अब सरासरी ल अब सरासरी है सरसरी हैन सरसरी ए ल सरस्वती बजाइदिनु सरस्वती ल हेर्नु सरस्वती चाहिँ सरस्वती देवताको चाहिँ देवता टाउ ठोक्छ के यहाँ जङ गिराउनु हुँदैन मान्छेले पुग्छ टाउ ठोक्छ यहाँ हजुरले सिक्नु होला यो सधैँ काम लाग्छ यो भनेको सधैँ काम लाग्छ सिकेर राख्दाखेरि सबैलाई आवश्यक चिज हो चार थरी बजाइदिनु भयो त्यसपछि सरस्वती माताको लागि भनेर पनि चाहिँ यो धुन बजाइदिनु भयो एकदम राम्रो तपाईहरुलाई कुन कुन जान्नुभएको छ हजुरहरूले पनि त्यहाँ हेर्नु होला कमेन्ट गर्नु होला कस्तो भयो प्रतिक्रिया दिनु होला है ल